हेलो एभ्रिवान, वेलकम ब्याक। आज चाहिँ मेरो वेल फ्री फुडको डे 7 हो। सो त्यसको लागि म काबुली चाना, पहेँली दाल र छुर्पीको चटनी बनाउन गइरहेछु। फर्स्टमा काबुली चाना, 2टा आलु, 2टा अलैँची, 2-3 दाना मरिच र ल्वाङ अनि एउटा तेजपत्ता अनि अलिकति हल्दी हाली मैले यसलाई कुकरमा चढाइदिए। 5 सिटी जस्तो लागेपछि मेरो चाना मजाले पाकेछ। यसलाई एकछिन साइडमा राखेर अब भने मसलाको पालो। त्यसको लागि पहिला मैले तेजपत्तामा अलिकति ज्वानो, अलिकति जिरा र कुटेको लसुन हाली मजाले भुटिदिए। यो सबै मजाले भुटिएपछि यसमा प्याजको पेस्ट हाली यसको पानी नमरुन्जेलसम्म यसलाई भुटिदिए। जबसम्म यो मेरो प्याजको पेस्ट पाक्दै गर्छ, यता म मसला बनाउनेतिर लाग्छु। मसलाको लागि एउटा पेलामा हल्दी, जिरा पाउडर, धनिया पाउडर र अलिकति कश्मिरी मिर्च अनि नुन हाली यसमा अलिकति पानी मिसाई यसलाई राम्रोसँग मसला बनाए। यसरी मसला बनाएपछि अलिक मसला डढ्दैन र टेस्ट पनि राम्रो आउँछ। त्यही भएर मैले यसरी मसला मिलाई त्यो पाकेको प्याजमा हालिदिए अनि एकछिन यसलाई पनि पानी सुकुन्जेल पकाए। जब यो पानी राम्रो सुक्यो अनि टमाटरको पेस्ट हाली मजाले मिलाइदिए। यसलाई एकछिन यत्तिकै छोडेर अघिको जुन चाहिँ आलु थियो त्यसलाई राम्रोसँग म्यास गरी त्यो आलुलाई पनि त्यो मिक्सचरमा मिलाइदिए अनि राम्रोसँग चलाएर एकछिन पकाए। अब भने यसमा छोला मिलाउने टाइम आयो। सो यो जुन चाहिँ चाना थियो अघि उसिनेको यसलाई आधी चाहिँ मैले यसमा मिलाइदिए, आधी कुकरमै राखेको छु। अब त्यो कुकरमा रहेको चानालाई राम्रोसँग म्यास गरी त्यसलाई पनि यसमै मिलाइदिए। यस प्रकार मेरो काबुली चानाको छोला एकदम रेडी भएको छ। मेरो पहेँली दाल त अघि नै पाकिसक्यो, त्यही भएर अब भने चटनीको पालो। सबै कुरा पाकिसकेपछि मेरो खाना यस प्रकार एकदम स्वादिष्ट र हेल्दी भएको छ। Thank you so much.